अब तपाईहरूले लाइसेन्स सम्बन्धी सम्पूर्ण सेवा अनलाइनबाट लिन सक्नुहुन्छ। अनलाइनबाट तपाईहरूले लाइसेन्स सम्बन्धी कुन सेवा लिन सक्नुहुन्छ यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईहरू पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ तपाईहरूलाई खुलदुली टेकको यस भिडियोमा। अनलाइनबाट तपाईहरूले लाइसेन्स सम्बन्धी कुन सेवा लिन सक्नुहुन्छ यसको बारेमा म जानकारी दिन गइरहेको छु। अनलाइनबाट तपाईहरूले लाइसेन्स सम्बन्धी न्यू लाइसेन्स, एड क्याटेगोरी, रिन्यू लाइसेन्स, लाइसेन्स कपी, ड्राइभिङ लाइसेन्स डिटेल्सको सेवा तपाईहरूले अनलाइनबाट लिन सक्नुहुन्छ। यी सेवाहरू तपाईहरूले कसरी लिन सक्नुहुन्छ यसको बारेमा विस्तृत रूपमा जानकारी दिनको लागि मैले आफ्नो मोबाइलको कुनै एउटा ब्राउजरमा जानुपर्ने हुन्छ। जस्ट म आफ्नो मोबाइलको कुनै एउटा ब्राउजरमा जान्छु। तपाईहरू यहाँ देख्नु भइरहेको छ, म आफ्नो मोबाइलको क्रोम ब्राउजर ओपन गरिरहेको छु। तपाईहरूको मोबाइलमा पनि कुनै एउटा ब्राउजर होला, त्यो ब्राउजर तपाईहरू ओपन गर्नुहोला। जस्तै कि मेरो मोबाइलमा क्रोम ब्राउजर छ, त्यही भएर म क्रोम ब्राउजर ओपन गर्छु। तपाईहरूको मोबाइलमा पनि क्रोम ब्राउजर होला, तपाईहरू पनि आफ्नो क्रोम ब्राउजर अथवा तपाईहरूको मोबाइलमा जुन ब्राउजर छ त्यो ओपन गर्नुहोला। जस्तै कि मेरो मोबाइलमा क्रोम ब्राउजर छ, त्यही भएर म क्रोम ब्राउजर ओपन गरेर गुगलमा गइरहेको छु। गुगलमा आइसकेपछि तपाईहरू सर्च गर्नुहोला EDLVRS, त्यसपछि तपाईहरू आफ्नो प्रदेशको नाम राख्नुहोला, त्यसपछि GOVNP सर्च गर्नु। यति सर्च गरिसकेपछि तपाईहरूले मधेस पोर्टल भनेर यहाँ देख्नु भइरहेको छ, यसमा टच गरिदिनु होला। यसमा टच गरिसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ यो वेबसाइट ओपन भइसक्यो। यो वेबसाइट ओपन भइसकेपछि तपाईहरू यहाँ देख्नु भइरहेको छ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको साइडमा यहाँ एरोको अप्सन, यसमा टच गरिदिनु होला। एरोको अप्सनमा टच गरिसकेपछि अब तपाईहरू यहाँ देख्नु भइरहेको छ ड्राइभिङ लाइसेन्स सम्बन्धी अनलाइनबाट तपाईहरूले जुन सेवा लिनुपर्ने हो त्यो सेवा यहाँ देखाइरहेको छ। जस्तै कि तपाईहरू यहाँ देख्नु भइरहेको छ न्यू लाइसेन्स, एड क्याटेगोरी, रिन्यू लाइसेन्स, लाइसेन्स कपी, ड्राइभिङ लाइसेन्स डिटेल्सको सेवाहरू तपाईहरूले अनलाइन मार्फत लिन सक्नुहुन्छ। जस्तै तपाईहरूले ड्राइभिङ लाइसेन्स अनलाइन मार्फत रिन्यू गर्न चाहनुहुन्छ भने रिन्यू लाइसेन्सको अप्सनमा टच गरिदिनु होला। रिन्यू लाइसेन्सको अप्सनमा टच गरिसकेपछि तपाईहरूले आफ्नो लाइसेन्सलाई रिन्यू गर्न सक्नुहुन्छ अनलाइन मार्फत। अनलाइन मार्फत तपाईहरूले आफ्नो लाइसेन्स रिन्यू गर्नुभयो भने तपाईहरूले कुन डिटेल्सहरू राख्नुपर्छ त्यो यहाँ देखाइरहेको छ। तपाईहरूले आफ्नो नेसनल आइडेन्टिटी कार्ड नम्बर राख्नु पर्ने हुन्छ। कुन अफिसबाट यो एप्लाई गर्न खोज्दै हुनुहुन्छ त्यो अफिस सेलेक्ट गर्नुपर्ने हुन्छ। लाइसेन्स तपाईको नयाँ हो कि पुरानो हो त्यो सेलेक्ट गर्नुपर्ने हुन्छ। तपाईहरूले आफ्नो लाइसेन्स नम्बर राख्नुपर्ने हुन्छ। डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। तपाईँ महिला हो कि पुरुष हो त्यो सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि कन्टिन्यूमा टच गरेर दिएको निर्देशन अनुसार तपाईहरूले आफ्नो लाइसेन्सलाई रिन्यू गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी अनलाइन मार्फत यही सेवाहरू तपाईहरूले लिन सक्नुहुन्छ। यदि तपाईहरू यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो खुलदुली टेक युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न नबिर्सनु होला, ताकि जब हामी कुनै भिडियो अपलोड गर्छौँ त्यसको जानकारी सबभन्दा पहिले तपाईँसम्म पुग्छ। हस्, आजको भिडियो यति नै। आउने सोमबार, बुधबार, शुक्रबार अर्को भिडियो लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।